एप्लिकेसन तपाईँले डाउनलोड गरिसकेपछि तपाईँको मोबाइलमा चाहे एन्ड्रोइडमा होस् चाहे आइओएसमा होस् होइन, तपाईँले एप्लिकेसन अब ओपन गर्नुहोला। ओपन गरिसकेपछि तपाईँको गाडीहरू सबै यहाँ एउटा यो तल हेर्नुहोस् त टुडे सेड्युल भनेर छ। टुडे सेड्युलमा तपाईँको गाडी यसरी जतिवटा गाडी हुन्छ 2टा 4वटा 10वटा होइन, जतिवटा हामीले लिस्ट गरेका हुन्छौँ सिस्टममा सबै यसरी गाडी चाहिँ तपाईँको देखिन्छ है। अर्को कुरा, यो आज टुडे सेड्युल भनेको यो आजको सेड्युल भइसक्यो होइन। टुमोरो सेड्युल भनेको भोलिको सेड्युल भइसक्यो, जुन भोलि गाडी तपाईँको खुलेको हुन्छ त्यो भइसक्यो है, टुडे र टुमोरो। अर्को कुरा, तपाईँले यहाँबाट धेरै गाडी छ, तपाईँको 40वटा 50वटा गाडी छ होइन, अथवा मानव यसरी अब यहाँ तपाईँको लुम्बिनीबाट काठमाडौँ देखाइरहेछ, या काठमाडौँबाट लुम्बिनी देखाइरहेछ, तर मानव तपाईँले अब यहाँदेखि अब नारायणघाटदेखि होइन होइन मानव तपाईँको अब मलेखुदेखि होइन, मलेखुदेखि तपाईँको अब सबै पोखराको होइन, मलेखुदेखि पोखराको कुनै गाडीमा टिकट बुक गर्नुपर्ने छ भने मलेखुदेखि पोखरा यसरी हाल्नु होला है, सर्च गर्नु होला। अब यहाँ गाडी जुन गाडी तपाईँको मलेखुदेखि पोखराको लागि खोलेको हुन्छ त्यो गाडी यसरी आउँछ है। यसरी आइसकेपछि अनि यसरी तपाईँको सिट चार्ट आउँछ, क्लिक गर्नुहुन्छ सिट चार्ट आउँछ है। अब हेर्नुहोस् यहाँ सिट चार्ट यसरी आइसकेपछि अब तपाईँलाई जुन सिट बुक गर्न पर्छ, जुन तपाईँले बुक गर्न खोज्नुहुन्छ आफ्नो एपबाट होइन, आफ्नो सिस्टमबाट यसरी चाहिँ तपाईँले सिट सिलेक्ट गर्नु होला, 1 2 3वटा होइन। सिलेक्ट गरिसकेपछि तपाईँको तल कति भाडा हो आरएस 3000 यसरी देखाइरहेको छ। जति तपाईँले भाडा राख्नु भएको हुन्छ त्यसरी भाडा आउँछ है। बुक गर्नको लागि सिट सिलेक्ट गरिसकेपछि यसरी तपाईँले बुक नाउमा क्लिक गर्नुहोस् है। अब यहाँदेखि अर्को पेज खुल्छ। अर्को पेज खुलिसकेपछि यहाँ तपाईँले मानौँ तपाईँको भाडा त 1500 हो, तपाईँले त्यो कस्टमरलाई 1400मा काट्न लाग्नु भएको छ, 100 रुपियाँ डिस्काउन्ट दिनुभएको छ भने अब यहाँ इन्टर रेटमा यहाँ तपाईँले 1400 रुपियाँ हाल्नुभयो भने त्यो 1500को भाडा हटेर 1400 बन्छ है। त्यसरी तपाईँले भाडा पनि तपाईँले आफ्नो अनुसारले घटाउन बढाउन पाउनुहुन्छ है। जुन हामीले सिस्टममा एकचोटि सेभ गरेको हुन्छौँ त्यो त हुन्छ नै, तपाईँले आफ्नो साइडबाट पनि भाडा घटाउन बढाउन सक्नुहुन्छ है। अब यो टिकट तपाईँको कन्फर्म टिकट हो है, बुकिङ टाइम भनेको कन्फर्म भइहाल्यो। अब यहाँ प्यासेन्जरको नाम हाल्नुहुन्छ, यहाँ प्यासेन्जरको मोबाइल नम्बर हाल्नुहुन्छ है। यति हालिसकेपछि तपाईँले पैसा अब क्यासमा लिनुभएको छ भने क्यासमा टिक हुन्छ, ई सेवा खल्ती हो केमा लिनुभएको छ त्यो पैसाको सिस्टम पनि यहाँ सिलेक्ट गर्न पाउनुहुन्छ है, तपाईँको आफ्नो रेकर्डको लागि। अब अर्को कुरा, तपाईँले मानौँ सबै कुरा हाल्नुभयो, बुक गर्नुभयो, यो बुक भइहाल्छ। फर इक्जाम्पल मैले एउटा बुकै गरेँ, हजुरले नाममा त नामै हाल्न पऱ्यो, प्यासेन्जरको मोबाइलमा मोबाइल नम्बर हाल्न पऱ्यो, यति गरेपछि यो बुक भयो। ओके, सिट यो बुक भयो, बुकिङ सक्सेस देखायो नि त है। अब अर्को कुरा देखाउँछु ल। अब तपाईँले मानौँ 2वटा सिट कसैको लागि ब्लक गर्नुपर्ने हो, कुनै काउन्टरबाट काटियो अथवा कुनै तपाईँको एजेन्टले काट्यो, कुनै तपाईँले स्टाफले काट्यो, कुनै तपाईँले साथीले भन्यो ल मेरो सिट बुक गरिदिनुहोस्, ब्लक गरिदिनुहोस्। ब्लक मात्र गर्नु पऱ्यो भने केही टिकट काट्न परेन भने जस्ट एउटा ब्लक मात्र गर्नको लागि सिट सिलेक्ट गर्नुहुन्छ, यसरी ब्लकमा थिच्नुहुन्छ, ब्लक भइहाल्छ है। अर्को सिस्टम, अब यो तपाईँको अर्को देखाउँछु टिकट काट्ने। जस्तै तपाईँ एकदम हतारमा हुनुहुन्छ है, 2टा सिट टिकट काट्नु पऱ्यो, तपाईँ बुक नाउमा क्लिक गर्नु पऱ्यो है। अब यहाँ आएपछि तपाईँले अब नाम हाल्न झ्याउ लागिरहेछ, फोन नम्बर हाल्न पनि झ्याउ लागिरहेछ है, तर एटलिस्ट एउटा त कुरा हाल्न पऱ्यो, फोन नम्बर त चाहिन्छ भनेपछि यो कुनै पनि हाल्ने एकदम जरुरी त हुँदैन, तर मानौँ तपाईँले मात्र फोन नम्बर पनि हालेर तपाईँले टिकट बुक गर्न पाउनुहुन्छ। फोन नम्बर मात्र हालिदियो र बुक गरिदियो, बुझ्नुभयो नि। नाम हाल्नै पर्छ भन्ने पनि छैन, नाम नहालिकन पनि टिकट बुक भइहाल्छ है, यो भइगयो। अब अर्को मानौँ तपाईँले अघि सिट जुन ब्लक गर्नुभएको थियो होइन, त्यो सिटलाई तपाईँले खोल्न पऱ्यो। साथीले एकछिनको लागि ल भनेको थियो ल ब्लक गरिदिनुहोस्, म आएर पैसा दिन्छु या म जान्छु, अब त्यो जाँदैन अथवा पैसा दिएन भने त्यो सिटलाई फेरि अनलाइनमा खोलिदिन पऱ्यो भने होइन, यसरी चाहिँ सिट सिलेक्ट गर्नुहुन्छ र अनब्लकमा क्लिक गर्नुहुन्छ, यो अनब्लक भइहाल्छ। ठिक छ, जतिवटा सिट सिलेक्ट गर्नुहुन्छ त्यतिवटा तपाईँले अनब्लक यसरी गरिदिनुहुन्छ, अनब्लक भइहाल्छ, सिट खुलिहाल्छ है। यसको भनेको यो पनि तपाईँले खोल्न सक्नुहुन्छ यसरी है, जुन पहिलेदेखि पनि ब्लक हुन्छ त्यो पनि खोल्न सकिन्छ। सो यति हो कुरा गर्नुपर्ने होइन। अब अरू कुराहरू जस्तै अब तपाईँको यो सिट मैले सिलेक्ट गरेँ है, अब अथवा मानौँ यो टिकट काटेको सिटलाई चाहिँ मैले क्यान्सल गर्न पऱ्यो भने सिटमा क्लिक गरेँ, कुन क्यान्सल गर्नुपर्ने हो, क्यान्सलमा गएँ है, यसरी क्यान्सल नाउ गरेँ, यो क्यान्सल सिट पनि क्यान्सल भइसक्यो, टिकट क्यान्सल भइसक्यो, यसरी क्यान्सल पनि गर्न सकियो है। यसरी क्लिक गर्नुभयो, क्यान्सलमा जानुभयो होइन, र यसरी क्यान्सल गरेपछि भइहाल्यो। ठिक, त्यसपछि अर्को कुरा म तपाईँलाई बताउँछु, यो प्रिन्टर तपाईँले आफ्नो मोबाइलमा यदि प्रिन्टर पनि जोड्न चाहनुहुन्छ भने प्रिन्टर पनि जोडेर प्रिन्ट पनि गर्न पाउनुहुन्छ है। जस्तै मानौँ अब यो गाडी सपोज तपाईँको यो काठमाडौँबाट पोखरा होइन, यो गाडी चाहिँ अब आजको लागि यो बन्द गरिदिनु पऱ्यो, यो गाडी सबै प्याक भइसकेछ होइन, अब बन्द गरिदिनु पऱ्यो भने
अथवा गाडी छैन भने गाडी आजको लागि छैन, अब यो गाडीलाई आज अनलाइनबाट हटाइदिउँ, बन्द गरिदिउँ भन्नु पऱ्यो भने यसरी त्यो गाडी खोल्नुहुन्छ, जुन गाडी ब्लक गर्ने हो खोल्नुहुन्छ, पुरै गाडी नै हटाउनु पऱ्यो नि त आजको लागि त है। यसरी तपाईँले के गर्नुहुन्छ त ट्री ब्लक अनब्लक भन्ने हुन्छ, यो ट्री ब्लक गर्नुहुन्छ, एउटा पासवर्ड हाल्नुहुन्छ तपाईँले होइन, नेक्स्ट गर्नुहुन्छ, फेरि पासवर्ड हाल्नुहुन्छ होइन, यसरी कुनै रिमार्क हालिदिनुहुन्छ, एउटा रिमार्क हालेर यो ब्लक गरिदिनुहुन्छ। ओके, फेरि मलाई अब त्यसैलाई फेरि खोल्न पऱ्यो भने यसरी अफ गरिदिने, फेरि अघि हालेको पासवर्डलाई फेरि हाल्ने होइन, अब एसएस रिमार्क पनि हालिदिने, यसरी तपाईँको खोलिसक्यो। यति यो गर्नुपर्ने है। अब यसमा अर्को पनि कुरा के छ भने तपाईँलाई अब यो इङ्ग्लिसमा चलाउन गाह्रो भयो, झ्याउ भयो भने तपाईँ यहाँ थ्री डटमा माथि कुनामा जानुहोस्, यसरी क्लिक गर्नुहोस्, तल यो लगआउटको साइडमा सेटिङमा जानुहोस्, यहाँ गएर तपाईँ यो ल्याङ्ग्वेज भन्ने इङ्ग्लिस छ नि, यो इङ्ग्लिसमा क्लिक गर्नुहोस् है। अब यहाँ गएर तपाईँले नेपाली तल हेर्नुहोस् त, नेपाली भन्ने पनि अप्सन छ, नेपाली क्लिक गर्नुहोस्, यो सबै तपाईँको है, सबै तपाईँको के भयो त यो नेपालीमा कन्भर्ट भएको। ल हेर्नुहोस्, यसरी तपाईँको आजको तालिका भोलिको तालिका यसरी आइगयो होइन, यसरी तपाईँले सबै नेपालीमा पाउनुभयो है, सबै तपाईँको नेपालीमा आयो। जहाँ जानुहुन्छ तपाईँको सबै यो नेपालीमा तपाईँले बुझ्ने गरी आइहाल्यो है। यो धेरै सजिलो एप छ होइन, तपाईँले एकदम सजिलो हुन्छ र राम्रोसँग चलाउनुहोस्। अरू केही नबुझेको कुरा चाहिँ हाम्रो स्टाफसँग हामीसँग कन्ट्याक्ट गर्नुहोस्, हामी तपाईँलाई यसरी नै भिडियो बनाएर पठाइदिन्छौँ, सिकाइदिन्छौँ। हस्, धन्यवाद।